ल गाइज आजको भ्लगमा हामी यहाँ तीनजना ब्याटिङ गर्न आँटेको ब्याटिङ बलिङ अनि छक्का चौकाहरू चाहिँ उता रहेको छ यो आली अनि यताको यो खबिल्टो र त्यो बलिङको साइड कटो भने त्यो पनि छक्का चौका मानिने छ र आजको भिडियोमा चाहिँ सर्टै हुनेछ किनकि यो लङ भिडियो बनाएको छैनौँ दुईटा मात्र बनाएको किनकि त्यसमा भ्युज आएन लङ भिडियोमा सर्टमै मात्र भ्युज आएको कारणले यसमा बनाउन जाँदैछौँ र हामी म यिनीहरू र अब हेर्ने कसको सुरुमा चाहिँ सानोदेखि ठुलो हुने जाँदैछ र अर्पण भाइको ब्याटिङ आउनेछ र प्रत्येकजनासँग 3 बल हुनेछ योपालि 3 बलमा अब कसैले केही गर्छ त हेरौँ ल ब्याटर छक्का उडाउन नसफल छक्का उडेको छैन बल डट अब सुजनको पालो के हान्छ हेरौँ यसले फर्स्ट बलमा चौका गएको छ अलिकति चौका गएको छ र अर्पण भाइ बल लिन गएको छ दोस्रो बल सुजनले के खाता खोल्ला अब सुजनले छक्का पड्काएको छन् र सुजनको खातामा छ 10 रन बल हो सुजनले यो डट खाएका छन् र अब मेरो पालो रहेको छ र सुजन ब्याटिङमा आएका छन् अर्पण बलिङमै रहनेछन् आएका छन् प्रिन्स दाहाल बलिङमा अर्पण पहिलो बल हानेका छन् डट रहेको रहेछ दोस्रो बल आयो दोस्रो बल बाउन्ड्री बाहिर 4 रनको लागि गइसकेको छ थियो र अब दोस्रो बल आइसकेको छ दोस्रो बलमा डट रहेको छ यो बल डट रहेको छ र हामीहरूको म्याच सकेको छ र सुजन यो म्याचको विजेता भएको छ 10 रनले म सेकेन्ड भएको छु 4 रनले र अर्पण थर्ड हुन सफल र लास्ट पनि भन्न सक्यो ऊ फर्स्टमा ब्याटिङमा थियो त्यही पनि उसले जित्न सकेन र लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबै थोक गरिदिनु होला र यहाँनिर यिनीहरू के गरेको हो यो चाहिँ हामीहरूको पिच कस्तो छ कमेन्टमा भनिदिनु होला यो पिच उता बलिङतिर छ हेरिदिनु कस्तो छ।